सन्चै हुनुहुन्छ होला सबै साथीहरू। म पनि एकदम सन्चै छु होइन साथीहरू। म भिडियो हालौँ भनेर सोच्छु, मेरो टाइम नभएर भ्याउँदैन, अनि त्यही भएर मैले भिडियो हाल्न पाइँदैन, भ्युज पनि आउँदैन अनि लाइक पनि आउँदैन नि त। अनि म कहिलेकाहीँ हाल्छु, त्यही भएर हो। अनि डेली हाल्छु भनेर म सोच्छु, तर म यति थाकिहाल्छु नि साथीहरू, कामबाट आएर गर्न मेरो उयो हुँदैन क्या, टाइमै हुँदैन एडिट गर्न। अनि म चाहिँ सस बनाइरहेको थिएँ। त्यसपछि चाहिँ मैले 150 ग्राम चाहिँ लसुन लिनुपर्छ। अनि लसुन चाहिँ मैले 150 ग्राम लिइसकेँ। अनि म त्यसपछि चाहिँ अरू पनि त्यसमा हाल्नुपर्छ कि, अनि ठ्याक्कै त्यो मिक्सचरमा हालेँ होइन साथीहरू। अनि पिज्जा हवाई पिज्जा भन्ने त्यो पिज्जाको नाम हो। अनि त्यसमा चाहिँ हाल्नुपर्छ कि, अनि 400 मायोनिज हाल्नुपर्छ। अनि त्यसपछि चाहिँ मैले त्यो पनि हालेँ, मायोनिज हालेर म त्यसलाई टक्क फ्रिजमा राख्न गएँ। अनि त्यसपछि 20 ग्राम चाहिँ लेमन हाल्नुपर्छ कि, कागतीको चुक हाल्ने, त्यो पनि म हाल्न लागिहालेँ। कस्तो के साथीहरू, यस्तो खाने मन लाग्ने है, मुखै रस आएर आउने भयो। अनि 50 चाहिँ हनी हाल्नुपर्छ, टक्क त्यो पनि हालेँ मैले। त्यो हालिसकेपछि फेरि मैले त्यसलाई चाहिँ ग्राइन्ड गर्न थालेँ। अनि ग्राइन्ड गरेर अनि त्यसलाई एकचोटि हेरेँ कि भयो कि नै भनेर। अनि त्यसपछि त्यो मैले फेरि त्यो बोतलमा राखेर अनि त्यसमा चाहिँ पनि राख्नुपर्छ। अनि ठ्याक्कै ब्याकअपको लागि म बनाइरहेको हो, किनकि अब प्याक भएको बेला चाहिँ सकियो भने चाहिन्छ नि त ब्याकअप गर्न। अनि कस्तो गाह्रो हुने कि साथीहरू, टकटक हाल्नलाई यति गाह्रो हुने। त्यही भएर मैले त्यसलाई गर्दै अनि चम्मच यसरी हाले हुन्थ्यो भने होइन, नेपालीहरू हामी नेपाली भइसकेपछि आइडिया त आइहाल्छ नि त। अनि त्यसमा टक्कै डेट पनि लेख्नुपर्छ, अनि नाम पनि लेख्नु, अनि गार्लिक पेस्ट भनेर, अनि डेट पनि टक्क मैले लेखेँ। अनि त्यसपछि यति नै साथीहरू, माया गरिदिनु होला। ओके बाई।